But the sunlight hit streets, no plan. Chasing vibes like seashells in the sand. Feel the world just turn. Hello guys, welcome to my new vlog. So guys, आज चाहिँ हाम्रो छुट्टी भएको कारण ताई र म चाहिँ घुम्न जाने छु उता यता समुद्रको छेउतिर घुम्न जाने छु। सो तपाईहरुलाई देखाउँछु त्यहाँको ठाउँहरु कस्तो छ भनेर। अनि हामी चाहिँ त्यहाँ पुगेपछि तपाईहरुलाई देखाउँछु गाइस। अनि ठाउँ चाहिँ यस्तो बवाल छ अनि बाहिर चाहिँ घाम पनि यस्तो लागिरहेछ। सो हामी चाहिँ जाने छु। ताई चाहिँ निस्किसकेको छ, म चाहिँ रेडी भइसकेको छु। म पनि पुरै अब चाहिँ म पनि निस्किने छु गाइस। अब चाहिँ जाने छु गाइस, देखाउँछु तपाईहरुलाई। सो गाइस, हामी चाहिँ निस्किसकेको छु। अब चाहिँ यता नरेन्द्र दाइ चाहिँ यता निस्किदै छ। हामी चाहिँ अब गाडीमा जाने छु। यता हामीले चाहिँ कार बुकिङ गरेको छ, 2 खुट्टे कार। दाइ हामी कहाँसम्म पुग्ने हो भनिदिनु न। सिंगापुरको छेउछेउमा हामी घुम्न जाने छौं। सो देखाउँछु। अहिले चाहिँ हामी यता आइपुगेको छु, यता होटलनिर। यो ठाउँ चाहिँ यता पुरै यस्तो दामी छ। Woke up late, missed the morning glaze. But the sunlight hit. देख्न सक्नुहुन्छ यता चाहिँ पानी समुद्र पुरै। हामी जहाँ चाहिँ ठाउँ पुगेको छैन, यता हामी भक्कर यता हो, यता आइपुगेको छु हामी भक्कर। The streets, no plan. Chasing vibes like seashells in the sand. हामी चाहिँ यता जाने छौं। अब यता यहाँ शीतल यो रुखको शीतल जाने छु। रुखहरु हेर्नु यस्तो शीतल छ। Crooked smiles, crashing waves. यता चाहिँ एउटा मान्छे माछा मारिरहेछ। Flip my phone, toss it in my bag. Today's for us, no time to lag. Feel the world just turn. यस्तो ठाउँमा हेर्नु यस्तो माछा मारिरहेछ। हेर्दै छ माछा कहाँ छ भनेर हेर्दै छ। अनि यता चिल भएको ठाउँ चाहिँ यता हो। त्यो चाहिँ ठुलो चिल। हेर्नु यस्तो दामी छ त्यो ठाउँ चाहिँ, यस्तो दामी छ। हामी चाहिँ भोलि नभए त्यता घुम्न जाने छु। यस्तो ठाउँ छ गाइस, देख्न सक्नुहुन्छ। यो चिल यत्रो छ, यत्रो बनाएर राखेको छ मान्छेले त्यहाँनिर। अनि पुरै ठाउँ चाहिँ यस्तो बवाल बनाएको छ। यहाँ चाहिँ मान्छेहरू पुरै घुम्न आउँदो रहेछ। अनि त्यही भएर यस्तो दामी बनाएर राखेको छ त्यता चाहिँ पुरै गाइस। अनि यता चाहिँ यो पानी पुरै पानी भरिँदाखेरि चाहिँ यस्तो दामी देख्छ। यताबाट चाहिँ पुरै हैन ठाउँ चाहिँ यस्तो दामी देख्छ। अनि यहाँ चाहिँ पुरै आज चाहिँ पानी भरेको छ। पानी भर्दाखेरि चाहिँ यस्तो दामी देख्छ। फेरि यो पानी सुकिएपछि कस्तो देख्छ हैन। पुरै पानी भरेको छ आज चाहिँ, यस्तो दामी देखेको छ ठाउँ पनि। अनि मौसम नि त्यस्तै छ, दामी छ। पुरै हरियो देखेको छ उता चाहिँ, देख्न सक्नुहुन्छ। हामी चाहिँ रुखमुनि हिँड्दैछु, शीतल रुखमुनि चाहिँ यता चाहिँ पुरै शीतल हुँदो रहेछ। त्यही भएर रुखमुनि हिँडिरहेछु। On these walls, while laughter echoes through the hall. यस्तो दामी छ यता चाहिँ। अस्ति चाहिँ हामी चाहिँ यो होटलको उतापट्टि मात्रै गएको थियो। अनि आज चाहिँ अलि उतैसम्म जाने छौँ हामी चाहिँ। यस्तो दामी छ होटल यो भित्र। बापरे, एकचोटि जान पाए त बवाल हुन्थ्यो यो होटलमा। Every step a beat we can make. Life's a tune, sing it till we break. सो गाइस, हामी चाहिँ अस्ति चाहिँ यहाँसम्म मात्रै आएको थियो, यहाँदेखि अलिकति तलसम्म मात्रै। आज चाहिँ हामी त्यहाँदेखि अलि उता जानेछु अनि ठाउँहरू हेर्नेछु कस्तो छ भनेर। अनि यताबाट हामी चाहिँ अस्ति चाहिँ आएको यता तल, यता अलि त्यहाँसम्म मात्रै हो, त्यहाँ तलसम्म मात्रै हो। अनि आज चाहिँ त्यहाँदेखि अलि अर्को ठाउँमा जानेछु। सधैँ त्यही ठाउँमा होइन, नयाँ ठाउँहरू घुम्नेछु। अनि यता यो घरनिर आइपुगेको छु हामी चाहिँ। त्यो दामी छ यता ठाउँ। यता लालीगुराँस फलिरहेछ। सो गाइस, फाइनली हामी चाहिँ यहाँसम्म आइपुगेको छु। अब चाहिँ यहाँबाट हामीलाई अस्ति गएको ठाउँसम्म चाहिँ बाटो थाहा छ, त्यसपछि चाहिँ थाहा छैन। हामी चाहिँ त्यसपछि चाहिँ बाटो खोज्दै जानुपर्छ, कता पुग्दो रहेछ हेरौँ। हामी चाहिँ अस्ति गएको ठाउँ आइपुगेको छ अहिले चाहिँ। हामी चाहिँ अस्ति चाहिँ यताबाट यो बाटो यताबाट गएको थियो। आज चाहिँ यताबाट जानेछु। यताबाट हेर्न जाउँ है। यो होटल जाने बाटो कि यता जाने बाटो हो खोइ, कि बाटो यताबाट छ कि। सो हामी चाहिँ यहाँबाट आज अहिले चाहिँ No plan, chasing vibes like seashells. घरहरू यस्तो बवाल छ यता भित्र चाहिँ। अस्ति हामीलाई छिर्न दिएन, ठाउँ राम्रो थियो त्यता। अस्ति न यो लालीगुराँस भनेर छुकेको म। हैट, कुकुरले जान दिन्न कि के हो। हेर्नु फुलहरू यस्तो दामी राम्रो रोपेर राखेको छ यता।
कुकुर त हामीलाई छम्टिन लाग्छ कराको कराइ छ कुकुर त हामी माथि यो त हामीलाई Feel the world just turning slow. यता चाहिँ बाटो चाहिँ फर्किने बाटो जस्तो छ समुद्र चाहिँ उतै छ हामी चाहिँ यताबाट घुम्नै पर्ने भयो अब यो होटेलको लागि बनाएको बाटो जस्तो छ यो चाहिँ तर खाम्जा यस्तो लागिरहेछ होइन त हामी चाहिँ घुमेर यहीँ आइपुगेछ त हामी त अघि चाहिँ हामी उताबाट गएको बाटो त पुरै लक छ त यता त पुरै ताल्चा साल्चा लाएर राखेको छ बाटोमा चाहिँ हामी कहाँबाट जाऊँ अब कहाँ जाने फर्किने सो अब चाहिँ हामी फर्किनु पर्ने भयो अब यताको मान्छेहरू चाहिँ 70-80 वर्षसम्म पनि बाँचेर किन त्यस्तो काम गर्छ भनेको हेर्नुहोस् घरको अगाडि अगाडि यस्तो रुख रोप्छ अनि त्यसपछि यो रुखले स्वस्थ दिन्छ हावा सो गाइस आज चाहिँ उता बाटो रहेनछ हाम्रो चाहिँ आज घुम्न जाने यात्रा चाहिँ यहीँसम्म हुने भयो अब चाहिँ यहीँसम्म मात्रै हुने भयो समुद्रतिर जाऊँ अनि समुद्र देखाऊँ भनेको त बाटै छैन रहेछ अनि त्यही भएर अब चाहिँ हामी यहाँबाट फर्किनेछौँ हाम्रो चाहिँ आज यात्रा यहाँसम्म मात्रै भयो त्यही भएर अब यता ताईलाई साह्रै भयो रे कर्मीले अब ताई कहिले पनि यस्तोमा हिँड्नुहुन्न होइन के कसो ताई तर केही छैन यहाँसम्म घुम्न आयो अब अर्को दिन अर्को ठाउँमा घुम्न जानेछु अब भोलि के हो भोलि उता चिल भएको ठाउँनिर घुम्न जाने हो अब भोलि चिल भएको ठाउँनिर घुम्न जानेछु त्यताको ठाउँ यस्तो दामी छ अनि त्यताको ठाउँहरू देखाउँछु गाइस अहिले चाहिँ हावा यस्तो दामी चलिरहेछ देख्न सक्नुहुन्छ अनि यता चाहिँ ठाउँहरू यस्तो छ सो हामी चाहिँ आउने क्रममा चाहिँ हामीले यता के भन्छ अरे यसलाई के हो रे त यो कस्तो नाम नि बिर्सेको फेरि यता च्याउ हामीले चाहिँ च्याउ भेटाएको छौँ अब चाहिँ यसलाई लगेर हामी बेच्नेछु यो खाने च्याउ होइन होइन ए हिँड्नु यस्तो छाता जस्तो भइरहेछ यता सो हामी चाहिँ फर्किँदैछौँ अब चाहिँ अब फर्किने मात्रै भयो यता चाहिँ बाटो नभएर सो हामी चाहिँ समुद्रतिर चाहिँ जान सकेन यस्तो घाम लागिरहेछ अनि गर्मी नि भइरहेछ बाटो नि छैन रहेछ त्यही भएर यताकै ठाउँहरू देखाउँछु तपाईँहरूलाई यस्तो राम्रोसँग हेर्नुहोस् यस्तो दामी छ यता ठाउँ वाउ आनन्दको ठाउँहरू छ अलि घाम नलाग्या भए चाहिँ अब राम्रो हुन्थ्यो अझै अब के भन्ने अब नरेन्द्र ताई चाहिँ सकिएन अरे अब छिट्टी छिटो दौडिँदै छ हेर्नुहोस् यता शीतलमा गएर बस्यो ताई चाहिँ यहाँ यस्तो पोस्ट दिएर बसिरहनु भएको छ अब ताईको चाहिँ फोटो खिचिदिनु भनेर होइन ताई हेर्नुहोस् यस्तो दामी देखेको छ त ताईलाई त के हो अनि यता समुद्रमा चाहिँ अहिलेसम्म मान्छे माछा मारिरहेछ यता मान्छे चाहिँ कस्तो अब निमोनिया लाग्न सक्छ यो मान्छेलाई हेर्नुहोस् समुद्रमा पसेको पछि छ अब ताई सो हामी चाहिँ फर्किसकेको छु अब चाहिँ कोठा आइपुग्न लागेको छ अनि यता देख्न सक्नुहुन्छ मेरो पछाडि घरहरू यस्तो दामी दामी छ हामी चाहिँ आउँदा आउँदा मार्केटतिर छिरेर तरकारी पनि ल्याइसकेको छु अनि आज चाहिँ साग ल्याएको छु मैले चाहिँ अब कोठा आइपुग्न लाग्यो हामी चाहिँ आउँदा आउँदा यता पछाडिको ठाउँहरू पनि यसो देखाइदिएको गाइज सो गाइज हामी चाहिँ फाइनली घर आइपुगिसके उता चाहिँ अब बाटो छैन रहेछ उता अर्को ठाउँमा जानलाई चाहिँ त्यही अस्ति गएको ठाउँमा मात्रै रहेछ अनि त्यहीबाट फर्केर आयो हामी चाहिँ कोठा आइपुगेको छु अहिले चाहिँ अनि यता चाहिँ मैले एउटा किदर यहाँ चाहिँ यो किदरको चाहिँ यता यो निस्केको रहेछ अनि यसलाई चाहिँ मैले कम्लेट हालेको छु यो चाहिँ अब बलियो भएको छु यस्तो किदर चाहिँ राम्रो छ यो अनि एउटा चाहिँ यहाँ छ एउटा चाहिँ यस्तो कम्लेट हालेको छु मैले यो दुईटा चाहिँ यहाँ यतिकै छोडेको किदर हो अनि सो मैले बजाउनलाई त्यतिकै युज गरिरहेको छु सो गाइस आजको भिडियो यति नै अब नेक्स्ट भिडियोमा भेट्नेछौँ सबैजनाले भिडियोलाई लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला गाइस ओके बाई बाई